guys, welcome back to my vlog. अर्को भ्लगमा तपाईहरुलाई फेरि स्वागत छ है। आज चाहिँ गाइस म चाहिँ अहिले घरतिरै छु है। घरतिरै छु अनि आज म चाहिँ घाँस काट्नलाई फेरि खेततिर जानु लाग्यो अनि खेततिर जानु लाग्यो है घाँस काट्नु चाहिँ। ट्याक्कसँगले एक डोको घाँस ल्याम्मलाई ल्याएर चाहिँ अब त्यही बस्ने हो। अब कामै छैन अरु हैन, त्यही मात्रै हो काम, घाँस काट्नु यताउता त्यही मात्रै छ हैन। अल्छी लाग्यो अनि त्यही भएर किन बसिराख्ने भनेर चाहिँ घाँस काट्न जानु लाग्यो मम्मीसँग है। मम्मीसँग डोको लिएर जानु हुँदैछ अनि डोकाको एक डोको ल्याएर चाहिँ अहिलेको काम चाहिँ सकाइदिउँ भनेको। एकैचोटि अब पुनः खेतमै पुगेर चाहिँ काट्दै गर्दाखेरि चाहिँ म भेट्ने नै छु। यता नि मकैहरू एकदम ठुल्ठुलो भइसकेको छ। साह्रो छ यार गाइस, मौसमले चाहिँ च्यालेन्ज नै गर्ला जस्तो छ है। एकदम हेर्नु त यहाँ कालो मैले हुन थालिसक्यो, पानी पर्ला जस्तो यार। पर्छ पर्यो भने त बर्बाद हुन्छ। मैले लुगा धोएर सुकाएको छु यार, फेरि बर्बाद हुन्छ। भिज्छ फेरि भिजेको लुगा फेरि डबल भिज्यो भने त कहाँबाट सुकाउने होइन। त्यही हो। तपाईँ मकैहरू एकदम ठुल्ठुलो भइसकेको छ, खाने बेला भइसकेको छ। कस्तो भयो हुने बेला भएछ, केही छैन, खानुपर्छ यो पनि होइन बिस्तारै भएपछि। गाइस म चाहिँ खेतमा अब पुग्नु लाग्यो। पर जानुपर्ने हुन्छ हामी होइन। ल गाइस म चाहिँ खेतमा आइपुगेको छु होइन। अनि यता चाहिँ यो हिँडेको चाहिँ हाम्रो खेत हो, यो परसम्म तर म देखाउने छु होइन। ठ्याक्कै यो पर देखिरहेको नि त्यो परको त्यो के भने त्यो रुखहरू हो त्यहाँसम्म हो है। परदेखि परको त्यो सुकेको रुखदेखि सट्ट सिधा आएर ठ्याक्कै परको रुखहरूसम्म हो। म चाहिँ त्यही त्यो राङ्गा भएतिर चाहिँ छेउमा चाहिँ घाँस काट्नु जानु लाग्यो अब होइन। अब त्यही हो गाइस, अब आजको दिन यसरी नै बित्यो। अब यताउता हिँड्न त्यतिकै बित्छ दिन। अब के गर्नु त, कामै हुँदैन। फेरि काम भएको दिन चाहिँ केही पनि के गर्न त्यस्तो। अब यता गाईबस्तुको चलाउन ल्याएको छन् धेरै मान्छेहरूले। यहाँ चाहिँ के आगो लगाइदिइरहेको छ, गाईबस्तुहरू चलाउन ल्याएका छन् है मान्छेहरूले। फेरि अर्को कामको लागि जानु पनि परेछ होइन। त्यही हो। म चाहिँ अब लागेँ घाँस काट्नु। तपाईँ काट्नु थियो त, तपाईँ नकाट्ने। घाँस काट्नु कि यहीँनिर हो होइन गाइस। मेरो यो लोतीले गर्दा पिल्स्यो नै। दुई जोर चाहिँ कहाँबाट हुनु हौ। टाइट भएर नि यस्तो यहाँ यसले खाएर यस्तो दुखेर मर्ने लो बोलेर है। किन के भएर फेसबुकमा ए थियो त अस्ति 15 गते चाहिँ कति कहिले पोसम्म थियो यो अस्ति 14-15 गतेसम्म थियो त फेरि होइन। अब छुट यताउता त्यस्तो सस्तोमा सस्तो मस्तो कसले आगो लाग्यो त्यहाँ।
यहाँदेखि काट्नु थाल्यो है गाइस। गाइस यो चाहिँ अहिले भर्खर काटिएको होइन, 1 2 3 4 टुक्रा भयो। अब अझै काट्नुहुँदैछ। अनि अब यसलाई चाहिँ म टोकोमा हाल्छु कति हुन्छ होइन, अनि त्यही अनुसारले फेरि अझै पुगेन भने काट्नु पनि पर्ने हुन्छ। त्यही हो। सो गाइस मैले चाहिँ घाँस काटेर होइन ठ्याक्कसँगले ल्याइसकेँ होइन। एक भारी छ यहाँ, एक भारी ठ्याक्कसँगले मम्मी र मैले भएर चाहिँ एक डोको मात्रै काट्यौँ अनि ठ्याक्कसँगले भर्यो। र मम्मी चाहिँ उता जानुभएको छ गाई लिनु होइन। अनि म चाहिँ घाँस लिएर घर जाँदैछु। यो 2-4 दिन भयो स्वास्थ्य अवस्था अलिक एकदम खराब भइरहेको क्या, रुगा लागेर एकदम अप्ठ्यारो भइरहेको क्या बोल्नु पनि। त्यही हो गाइस। अब म चाहिँ ठ्याक्कसँगले घाँस अब पुऱ्याउँछु पर होइन। अनि त्यसपछि एकछिन रेस्ट गर्छु। अनि त्यसो के छ अब काम यताउता, अनि त्यसपछि सकेपछि चाहिँ एकछिन फ्री हुन्छ। त्यसपछि अब बाँकी त्यो भिडियो एडिट गरौँ होइन। एडिट गरेर अब आज अर्को भिडियो पनि हाल्नुपर्ने छ, हाल्छु होला अहिले भरेतिर होइन। ठ्याक्कै पेन्डिङमा राखिरहेको छु, ठ्याक्कै रेडी बनाएर अनि एडिट गरेर ठ्याक्कै राखिरहेको छु। त्यसलाई चाहिँ भरेतिर चाहिँ म पोस्ट हान्छु होइन। र त्यो अब म चाहिँ घाँस लिएर घर जान्छु। त्यहाँ अप्ठ्यारो पनि भइरहेको छ कि ल। नेक्स्ट डे है, यो चाहिँ अब अर्को दिन। अब त्यही हो, हिजो चाहिँ अब काम गर्दा गर्दा थाकियो होइन। थाकेर चाहिँ अब भिडियो बनाउनै पाइनँ राम्रोसँग। सो अब अहिले चाहिँ अहिले आराम गरिरहेको छु, सुतिरहेको छु है। ट्याक्कसँगले घाम लागिरहेछ, एकदम टन्टलापुर घाम लागिरहेछ। र यो चाहिँ हाम्रो घर भर्खर बन्दैछ है। त्यो बनिसक्यो लगभग 1/2% भन्दा अलिक बढी फिनिस भइसकेको छ। अब त्यहाँ माथि सानो सानो यताउता गर्ने बेला काम पनि हुन्छ होइन। अनि त्यही हो। अब म चाहिँ अब आराम गरिरहेको छु एकदम गलेर। र अघि पनि अब त्यहाँ मकैबारी गोड्दा होइन त्यो सबै त्यो मकैहरू जति सबै गोडियो। अनि त्यसपछि आराम गरेर बसिरहेको छु अहिले म। र भिडियोलाई चाहिँ अब अन्त्य गर्ने बेला आइसकेको छ। अब यति नै हो आजको लागि चाहिँ भनौँ। भिडियो छोटो कस्तो भयो आफ्नो प्रतिक्रिया दिनु होला कमेन्टमा है। र नयाँ हुन्छ भने तपाईँहरू सबैजनाले सब्सक्राइब पनि गरिदिनु होला। र फेरि अर्को नयाँ भिडियोमा भेट्नेछौँ है त। बाई बाई।